हेलो गाइज वेलकम टु डे 2 अफ माई ब्लग। आजको दिन चाहिँ एकदम स्पेसल छ किन भन्दा मेरो फाइनली बकेट लिस्ट टिक हुँदैछ। यहाँ चाहिँ फेङ्सु चाहिँ एकदम मान्दो रहेछ किन त्यही भएर यहाँ होटलको रुमहरू छ नि सबै कुरामा फेङ्सु के त्यो होटलको नम्बर पनि सबै 8बाट स्टार्ट छ कि किन 8ले लक मनी लिएर आउँछ भनेर हेर्ने होटलको नम्बर सब 8बाट सुरु छ। सरप्राइजिङ थियो मेरो लागि हेर्नु न होटलहरू 826 अब ग्रेट वाल अफ चाइना जाने अनि आज चाहिँ पेकिङ डक खाने पेकिङ डकको एक्सपिरियन्स हुन्छ अनि अरू हेर्दै जाऊँ के हुन्छ चाहिँ बेजिङ सिटी घुम्न पनि रमाइलो भयो। भिडियो हाल्न चाहिँ पाइँदैन होइन होइन गाइज मैले भिडियो किन नगराउने भन्नु त हाम्रो दुईटाको जेनेरेसनमा पिँढीमा पहिलोचोटि चाइनामा खुट्टा टेकेको मान्छे हो हो र मेरो चाहिँ अब मलाई थाहा छैन हाम्रो परिवारबाट कसैले पनि चाइनामा खुट्टा टेके छैन न हिस्ट्रीमा नाम हुनुपर्छ इन्डोनेसिया चाइना त्यही भएर पनि भिडियो गर्नुपर्छ यो हाम्रो पुर्खौलो भविष्यका सन्ततिहरूको लागि एउटा यो मोटिभेसन हो कि हामी कति एडभेन्चरस थियौँ भनेर लगाइ हामीले ब्रेकफास्ट खान लाग्यो ब्रेड अन्डै खानु मनपर्छ यार बिहान जेट फ्याक्ट्री जाने त ग्रेट वाल अफ चाइना जानुभन्दा अगाडि रहेछ प्योर जेट पाउँछ यहाँ भन्छ कि तर एकदम महँगो हुन्छ होला हेर्नु तर भ्यालु पनि बढ्छ फेरि किन भन्नु खतरा खतरा त जेटहरू त 5 वर्ष लाएर गराएको रह्यो कति दामी दामी छ यार जेटहरू त धनीवाला फिल आयो रियलवाला जेट अरे भ्यालु बढ्छ भन्छ कति राम्ररी भन्यो कि उनीहरूको आफूलाई किनौँ जस्तो लाग्थ्यो किन्ने सोच्छ त्यहाँदेखि एकचोटि हेर्छु यार मैले ज्वेलरीहरू चाहिँ इन्ट्रेस्टिङ लागिरहेको छ मलाई रियल हो अरे वर्ल्डको सबभन्दा ठुलोवाला अरेको वर्ल्डको पाउने जेट सँगै हो भने चाहिँ अब राम्रो छ एकदम कुराहरू चाहिँ तर महँगो लाग्ने कि आफूलाई चाहिँ शुद्ध पनि $10,000 भगवान् रमाइलो खायो के अरे नेपालतिर गएर ढुङ्गा खोज्न जानुपर्छ जस्तो ढुङ्गा खोटालेर यति राम्रो ज्वेलरी गराएन हो माइ गड 1200को लिची खाने हो $1200 को हेर्नु है प्योर ओरिजिनल दिन्छ कि फेरि ग्रेट वाल अफ चाइना अब जान लाग्छ हजुर मेरो पछाडि चाहिँ देख्नुपर्छ त्यो पछाडि चाहिँ ग्रेट वाल अफ चाइना हो। आज चाहिँ गर्मी दिन्छ तर राम्रो छ ठिकै छ त्यस्तो छैन हिजो चाहिँ राम्रो थियो अझै अब जाम सकिन्छ सकिन्न थाहा छैन अब सकेछ भने ठिकै छ सकेन भने जे होस् अफ द बकेट लिस्ट चाहिँ हुन्छ त्यो एक्साइटेड छु म हेर्नु यहाँ यस्तो छ पुरै भर्टिकलवाला ग्रेट वालमा सबभन्दा धेरै भिड हुने दिन चाहिँ सोमबार हो र किन भन्दाखेरि सोमबारको दिन चाहिँ हामी हिजो गएको जुन त्यो फर्बिडन सिटी छ त्यो चाहिँ बन्द हुन्थ्यो अरे क्या सरकारबाट अनि त्यहाँ मान्छेहरू घुम्न ग्रेट वाल आउँथ्यो अरे त्यही भएर आज चाहिँ खासै बिजी दिन होइन अहिले भर्खरै खोलेछ फर्बिडन सिटी त्यो कहिले खुल्छ कहिले खुल्दैन त्यही भएर खुलेर जाने बेलामा खोल्नु भनेको चाहिँ लक्की हो अरे क्या फर्बिडन सिटी। ग्रेट वाल जाने चाहिँ दुईवटा बाटो रहेछ एउटा चाहिँ सिधा ठाडो जाने टोयलेट सिधा ठाडो उकालो एउटा चाहिँ तल गएर लेफ्ट जान पर्छ अलि त्यस्तो ठाडो छैन अरे क्या त्यही भएर नगर न अहिले खुट्टा दुखेछ मेरो त ठाडो उकालो छ यार म चाहिँ टोयलेट जानु लाग्छ नि पछाडि जुन देखेछ त्यो चाहिँ ग्रेट वाल अफ चाइना हेर्नु ग्रेट वाल कति धेरै मान्छेहरू हिँडिरहन् क्या त्यहाँ हेर्नु त ग्रेट वाल अफ चाइना खतरा छ यार चाङ जस्तो भएको कता लेट्स गो टु ग्रेट वाल हामी चाहिँ अर्कोवाला जानु लाग्यो है त सिधै ठाडो होइन यताबाट गएर लेफ्ट फर्स्ट स्टेप अफ ग्रेट वाल अफ चाइना न सो तल ग्रेट वालको एउटा यताबाट जाने बाटो छ एउटा उताबाट जाने बाटो छ तर डाँडा हेऱ्यो भने चाहिँ डाँडा के कस्तो राम्रो छ यार यो घरहरू चाहिँ लास्टमा राम्रो लाग्यो मलाई हेर्नु है कालो छ नेपालको मन्दिरको जस्तो आलमदेवीको याद आयो आधा चढेर भ्यायो आधा चाहिँ बाँकी सबै त्यहाँ नजिक आइसकेछौँ यस्तो थाक्यो रेस्ट गरेर बोल्यो नत्र स्या भएर यति गाह्रो भइरहेको थियो यतिसम्म चढेर भ्यायो है यस्तो राम्रो भ्यू छैन नमाइको फाइनल्ली टु ग्रेट वाल अफ चाइना हजुर यहाँ भित्रबाट त अझ एउटा घर रहेछ चढेर भ्याएको अझ एउटा रहेछ
सकिन्छ अझै आधा बाँकी छ अझै अर्को बाँकी सक्न सक्छ तर लास्टै खुट्टा दियो अनि हिजो अस्ति हामी नहिँडाहिँडेछौँ अनि हामीहरू जुन टुर गाइडसँग छौँ उसले 2 घन्टा मात्र दिएछ अनि त्यही भएर गयो फेरि थाक्यो फेरि भोलि जानु छ अब बुढेसकाल लाग्यो जति सक्छ त्यति जान्छु हेर्छु माथि गएर नि भ्यू एउटै छ अरे सो आई क्विट क्लाइम्बिङ टु गेट आउट अफ चाइना तर राम्रो छ एकदम भ्यू चाहिँ वर्थ इट छ मोर देन हाफ हामी चढेर भ्यायौँ यतिसम्म त्यो अझै तल छ है अब थोरै माथि हेर्छु अनि भर्टिकल छ स्टेजहरू पनि थाकियो लास्टै थकियो गाह्रो भएछ यार चढ्न जति गाह्रो थियो चढ्न पनि त्यति नै गाह्रो छ यार घरको थकेर लाग्यो त्यति गाह्रो फिल भयो फाइनल्ली हामी गेट आउट अफ चाइना चढेर आयो जो सक्यो चढ्यो फाइनली अफ द बकेट लिस्ट नेक्स्ट डेस्टिनेसन इज नेपाल टकै आज ट्रिपबाट इन्क्लुडेड भएर राउन्ड टेबलमा ल अब लोकल बेजिङ एक्सप्लोर गरेर उता मेला लगाएको रहेछ मेलामा जाऊँ न भनेर हिँड्न लागेको हामी चाहिँ कस्तो चाहिँ थाहा छैन फर्स्ट टाइम यहाँ इन्डिपेन्डेन्टली हिँड्न लागेको हेर्नु यहाँ बाटोको सानो सानो धुलो पनि निकालेछ कि यसरी पानी हालेर छ हेर्नु यहाँमा के अरे हरेक ठाउँ जानु न हरियाली देख्नुहुन्छ फुलहरू यस्तो राम्रो फुलेको हुन्छ कसरी त्यो मेन्टेन गर्न सक्छ क्या त्यो यस्तो गर्मी छ होइन गर्मीमा पनि पुरै खख्रेको फुलहरू देखिन्छ क्या बाटोमा झन् यस्तो राम्रो देखिन्छ अनि हरेक मिनट 1 घन्टामा पानी हालेको छ आयो यहाँ मल खत्रै चाइनिज गाना सुन्दा पायो ट्रेडिसनलवाला चाइनिज गाना एक्सर्साइज गर्ने ठाउँ छ तर यस्तो एआईवाला मोडर्नवाला खालको बच्चालाई पनि गर्न मिल्ने भयो हेर्नु है यो छ न बच्चाको लागि हेर्नु न त गेम पनि खेल्ने गेम कति रमाइलो कम्पिटिसन भइरहेको छ कस्तो राम्रो चाइनाको पार्क रहेछ किनमा के टेक्नोलोजी छ होइन तर टेक्नोलोजीलाई युज गरेर बच्चाहरू कस्तो एक्टिभ छन् क्या पुरा स्किपिङ कम्पिटिसन भइरहेको ब्याडमिन्टन कम्पिटिसन भइरहेको भिआरमा गेम खेलिरहन् चाइनामा भएको सपिङ मलहरू अपुवाला ठुलो कटर छ यार त्यही हो खाऊँ न यो कति रुपियाँ रहेछ 19-20 भनेपछि $4 महँगै रहेछ है यहाँ पनि हेर न त्यहाँबाट डेलिभरी गरिदिएको थियो त्यहाँ कस्तो फ्यान्सी भर्खरै मलबाट निस्क्यो भर्खरै हालेको रुखहरू रहेछ क्या कस्तो हामी बाटोमा हेर्दा रुख उचालेको देखिरहेको थियौँ पुरै जरासँग अस्ट्रेलियामा पनि त्यस्तो गर्छ तर यस्तरी अड्डाएर राख्दो रहेछ ओके त्यो जहाँ त त्यो हरियाली छ क्या हेर्नु न फुलहरू त्यहाँ बाटोमा यहाँबाट पछि होटलसम्मै फुलै फुल छ क्या अनि एउटा नै फुल मरेको जस्तो देखिँदैन कि फेरि चाइनाको ट्रामवाला बस हेर्नु माथिबाट चार्ज हुँदै साझा बस तर चार्ज हुन्छ र हुन्न नेपालमा हामी जान लागेको त ऊ त्यहाँ पिठो मल लेखेको ठाउँमा जान लाग्छौँ अब यहाँ नि फेन्टी ब्युटी रहेछ फेन्टी ब्युटी के रिहानाको के हो रिहानाको मेकअप ब्रान्ड यसको खोजे होइन मैले रहेछ नचम्म लाग्यो मलाई चाइनामा हामीले प्राइस कम्पेयर गरेको टावर 20 कलर चाहिँ रहन्छ सेफरामा होइन तर उसो हामी अर्डिनरीको त हेर्छेर हेरेको थियौँ कि हो र अनि त्यो गर्दाखेरि चाहिँ अस्ट्रेलियाको भन्दा महँगो पऱ्यो यार अस्ट्रेलियामा $30 पर्ने यहाँ 46 गरेको सायद बाहिरबाट इम्पोर्ट हुने भएर होला केही नि किन्दैन त्यही भएर दामी छ यार रमाइलो लाग्यो मलाई चाहिँ मलमा चाहिँ मान्छेहरू के इङ्ग्लिस बोल्न जान्दैन अनि त्यो खासै बालिदिँदैन कि सक्सम्म नआइदियो हुन्थ्यो टाइपले गर्छ जस्तो लाग्छ मलाई एकदम त्यो ट्रान्सलेसनमा एकदम प्रब्लम हुन्छ नि त त्यही भएर चार्जर किन्न लाग्छ हामीले चाहिँ ट्रान्सफर गर्नुपर्छ क्या नमिल्नेवाला कति रमाइलो एउटाले चाहिँ हेयर कट गर्ने रे हेयर कटको चाहिँ $70 रहेछ हेयर कट गर्ने भने एउटाले फर्स्ट टाइम होला यसरी हेयर वास गरेर बाल काट्न लाग्यो के हुन्छ हेरमै तर त मेरो जस्ट टाइम अफ हिज लाइफ बाल काट्न लाग्यो अब कस्तो हुन्छ थाहा छैन है फर्स्ट टाइम यहाँ चाहिँ म छु बिफोर आफ्टरको कस्तो हुन्छ एउटाको आशा त त्यहीँ $70 बाल काटेर बसिरहन् ट्रान्सफर्मेसन कस्तो राम्रो स्मुथ कट हेयर जेल रोइडाले बाल काट्यो कसलाई रोइडा तिमीलाई चाइनामा बाल काटेर रोइडालाई होइन नुहाइदियो नुहाएर फेरि बाल काटेर फेरि नुहाइदियो नुहाएर फेरि ब्लो ड्राई गरेर क्रिम लाएर हेयर जेल लाएर त देखाउँदा लु तिमीले बाली मात्रै काटेको छैन भन्नु बाल हेलो योगर्ट खाऊँ है त
गाइस हामी अब अलरेडी सपिङ गऱ्यौँ होइन सपिङ गरेर भइसकेपछि अब जान्न त डिडी गरेर भनेको ट्याक्कै हामी रेलवे स्टेसनको नजिक रहेछ के अनि गरौँ न चाहिँ एक्सपिरियन्स रेलवे कस्तो हुँदो रहेछ भनेर चाहिँ तर हेरमै च्याटजिपिटी गरौँ कतिको गाह्रो भन्छ यसले गाह्रो छ भने गइँदैन नत्र चाहिँ गइन्छ कि ट्याक्कै रेलवे स्टेसनको अगाडिकै हेरेर आएको त हेर्नु न रेलवे स्टेसन चाहिँ यहाँ बेजिङ मल्टिपल स्टेसन आयो है हामी 17 नम्बर लाइनमा जा भनेको थियो यहाँ 13 लाइन छ के एक्साइटिङ भइरहेको मजा रमाइलो लाग्छ यस्तो एडभेन्चर तरिकाले दुईजना हिँडेपछि जस्ट कन्फिडेन्स बुस्टअप हुन्छ क्या अर्को ठाउँमा जान पनि ल सकिन्छ हामी दुईजना 100 उयो रेड लाइट बोलिरहेको मान्छे हिँडिरहेको आइरहनु के हो रेलवे इन्ट्रान्स 2 एक्जिट तर इन्ट्रान्स 2 हो नि त टिकट काट्ने लङ छुट्टीको लागि चाहिँ बुलेट ट्रेन जाने हो कि त सायद त्यो नि हुन पायो अर्को ठाउँमा जान लाग्छौँ टिकट काट्ने हेरौँ है रेलवे स्टेसन फ्युचर साइन्स हो स्टेसनभित्र छिर्यो है पासवर्ड माग्यो इङ्ग्लिस कता छ लाग्छ लास्टमा एउटा अङ्ग्रेजी बोल्ने मान्छे भेट्यौँ यहीँको अनि हामी त उल्टोमा रहेछौँ कि ट्रेन स्टेसन त मेन सिटी जाने ठाउँ रहेछ त्यही भएर यहाँबाट त टाढा रहेछ 20 किलोमिटर ठिक छ हामी ट्राई गऱ्यौँ हामी अब डिडीमै जाने भयो हेरौँ अहिले चाहिँ पैसा 74 देखाइरहेको छ तर टाइम अनुसार बढ्दै जान्छ भन्छन् पनि मलाई थाहा छैन हामी बालीमा जानुभन्दा चाहिँ 74 चाहिँ सस्तो हो बाली चाहिँ एकदम महँगो थियो है हाम्रो लागि चाहिँ गोजेक डाउन गरेको थियौँ बालीमै डिडी आज दुईवटा अनसक्सेसफुल गरेर ग्रेटवाला चाहिने र ट्रेन तर अनसक्सेसफुल तर ह्याप्पी डे भनेको आज होला बुक गरेको मेनवाला एरियाको यसरी देखाउँदो रहेछ कि नम्बर पनि टिभीमा खतरावाला यसरी आउँदो रहेछ क्या B2ले सबै त धेरै देखाएको छ त्यो होला गाइस हामी अब टिडीमा चढ्यो ट्रेन स्टेसन अनसक्सेसफुल भयो तर आइएम ग्ल्याड हामी ट्राई गऱ्यौँ एकदम खुसी लाग्छ यस्तै थपेला छ सो बाई भोलि भेटौँला